स्वागत छ भाइ बहिनीहरूलाई क्लास 11 एन्ड 12 क्वेसन एन्ड एन्सर एन्ड व्याकरण च्यानलमा। आजको हाम्रो भिडियोको विषयवस्तु रहेको छ पाठ 2 गाउँको माया शीर्षकको कथाको प्रश्न नम्बर 5 र प्रश्न नम्बर 6 को प्रश्न उत्तर। प्रश्न नम्बर 5 मा कथांश पढेर दिएका प्रश्नको उत्तर लेख्नुहोस् भनिएको छ र प्रश्न यस प्रकार रहेको छ, खोलाले रुवायो भन्ने कुरा मात्र गर्दा कसरी अन्याय हुन्छ। र यसको उत्तर यस प्रकार रहेको छ, गाउँको माया कथाको मुख्य पात्र कृष्ण 2 वर्षपछि सहरबाट गाउँ फर्किने क्रममा बाटोमा उनको बाल्यकालको साथी परिछनसँग भेट भयो र उनीहरू सिमलको फेदमा बसेर कुराकानी गर्न थाले। त्यसबेला कृष्णले आफ्नो गाउँको खोला गाउँतिर फर्किएको देखे र गाउँलेलाई त्यो खोलाले रुवायो भन्ने सोचे। तर फेरि खोलाले रुवायो मात्रै भन्दा अन्याय हुन्छ कि भन्ने सोचे, किनकि त्यो खोला नै गाउँको पानीको मुख्य स्रोत थियो। बाढी आएको समयमा मात्रै खोलाले गाउँलेलाई दुःख दिन्थ्यो। अरू बेला गाउँलेले त्यही खोलाको कारण मूल फुटेको ठाउँबाट पानी पिउँथे। खेतबारीमा त्यही खोलाको पानी कुलो बनाएर लगेर लाउँथे, जसले गर्दा अन्न बाली राम्रो फल्थ्यो र उनीहरूलाई जीविका चलाउन सजिलो भएको थियो। त्यही खोलाको पानी गाईबस्तुलाई खुवाउँथे, त्यही खोलामा नुहाइधुवाइ गर्थे। त्यही खोलाको कारण गाउँमा हरियाली थियो। त्यो खोलाले गाउँलेलाई जीवन दिएको थियो। त्यसैले खोलाले रुवायो भन्ने कुरा मात्र गर्दा अन्याय ठहर्छ भनेर भनिएको छ। प्रश्न नम्बर आ, म पात्रका खोलासँगका बाल अनुभूति कस्तो थियो? बाल अनुभूति अर्थात् बाल्यकालको अनुभव कस्तो थियो? उत्तर यस प्रकार रहेको छ, म पात्र बाल्यकालमा साथीसँगीसँग खोलाको किनारमा गाईबस्तु चराउन तथा खेल्न जान्थे। खोलामा ढुङ्गा फ्याँकेर खेल्थे, साथीभाइसँग रमाउँथे। गाउँलेको मकै चोरेर खोलाको किनारमा ओराहा खान्थे। बाढी आएको बेला खोलाको डिलमा बसेर खोलामा बढेको पानीको सतहलाई हेरिरहन्थे। कोही गाउँले खोला तर्न सकेनन् भने साथीहरूसँग मिलेर एक अर्काको हात समातेर खोला तारिदिन्थे। यस्तो काममा उनको साथी परिछनको विशेष रुचि थियो। यसरी उनको बाल्यकाल खोलाको सेरोफेरोमा नै बितेको थियो। खोलासँग उनको प्रगाढ नाता थियो। खोला उनको दैनिक जीवनको एक अभिन्न अङ्ग थियो अनि खोलासँगको उनको अनुभूति रमाइलो र स्मरणीय थियो। अब लागौँ प्रश्न नम्बर 6। प्रश्न नम्बर 6 को यस प्रकार रहेको छ, कृष्णलाई किन सबैले सम्मान गरेका हुन्? उत्तर यस प्रकार रहेको छ, कृष्ण पढे लेखेको मानिस भएकाले ऊ गाउँको अभिमान अर्थात् गौरव थियो। गाउँलेको इज्जत पनि थियो। गाउँलेहरूले विद्वान मानिसले समाजको विकास गर्न सक्छ, समाजमा असमानता हटाएर समानता ल्याउन सक्छ, समाजलाई सुखी र समृद्ध बनाउन सक्छ भन्ने कुरा बुझेका थिए। त्यसैले कृष्ण सानो छँदा पनि गाउँलेहरूले यो केटो बाठो छ, यसलाई पढाउनुहोस् भनेर उनका आमा बुवालाई सल्लाह दिएका थिए र उनले ठुलो भएर समाजमा केही गरेर देखाउन सक्नेछन् भन्ने आशा गरेका थिए। त्यसैले शिक्षित र समाज विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने व्यक्तिको रूपमा गाउँलेले उनलाई सम्मान गरेका हुन्। प्रश्न नम्बर आ, पढे लेखेका मान्छेले गाउँ छोड्यो भने गाउँमा कस्तो असर पर्छ? उत्तर यस प्रकार रहेको छ, पढे लेखेका मानिस नै विकास र परिवर्तनका संवाहक हुन्। उनीहरूले नै गाउँमा विकास गर्न र परिवर्तन ल्याउन सक्छन्, गाउँमा चेतना फैलाउन सक्छन्। गाउँको विकास भएन भने गाउँमा यातायात, अस्पताल, विद्यालय, बाटोघाटो आदि केहीको पनि सुविधाहरू हुँदैन। त्यसो भएपछि गाउँलेहरूको व्यक्तित्वको विकास पनि हुँदैन। गाउँलेहरू जहिले पनि दुखी र गरिब नै रहिरहन्छन्। साहु महाजनहरूले उनीहरूलाई जहिले पनि शोषण तथा दमन गरिरहन्छन्। गाउँ अनपढ र असभ्य रहिरहन्छ। गाउँमा रोजगारीका अवसरहरू सिर्जना हुँदैनन्। त्यसकारण पढे लेखेका मान्छेले गाउँ छोड्नु हुँदैन। आफ्नै गाउँमा बसेर आफ्नो गाउँलाई विकसित गर्नका लागि अवसरहरू त्यही सिर्जना गर्नुपर्छ। हवस् त भाइ बहिनीहरू, आजलाई यति नै। आजको भिडियो यहाँलाई कस्तो लाग्यो लाइक, कमेन्ट, सेयर गर्न नबिर्सनुहोला।
र कक्षा 11-12 का प्रश्न उत्तर तथा व्याकरण सम्बन्धी यस्तै जानकारीहरू प्राप्त गर्नको लागि मेरो च्यानललाई सब्सक्राइब गरेर छेउमा राखेको बेल आइकन थिचिदिनु होला। यहाँहरूको समय शुभ रहोस्। धन्यवाद।